नमस्ते सबैजनालाई। आजको बिदाको दिन थियो। मैले चाहिँ आलु अचार खाने निर्णय गरेँ। मलाई चाहिँ एकदम क्रेभिङ भइरहेको थियो। मैले चाहिँ आलु, काँक्रो, प्याजहरू हालेँ अनि त्यसपछि मैले केराउलाई चाहिँ भुट्नमा राखिदिएँ। काँचो केराउ हाल्यो भने चाहिँ पेट दुख्ने भएर। अनि त्यसपछि त्यही साथसाथै मैले चाहिँ तिललाई भुटेँ। अनि त्यसपछि मैले केराउ रेडी भइसकेपछि केराउ हालेँ। अनि त्यसपछि मैले आलु अलरेडी मैले सिटी लाएर राखिसकेको थिएँ। अनि मैले आलु काटेर हालेँ। त्यसपछि मैले मसला हाल्न सुरु गरेँ। मैले धनिया पाउडर, जिरा पाउडर, खुर्सानी साथसाथै अनि त्यसपछि मैले मासु मसला पनि थोरै मिसाएर हालेको थिएँ। नुन हालेँ। त्यसपछि मैले तेललाई चाहिँ तताउन राखिदिएँ झान्नको लागि। त्यसपछि मैले मेथी हालिदिएँ। मेथी कालो हुँदै गइसकेपछि मैले चाहिँ बेसार त्यतिखेर हाल्छु, किनकि काँचो बेसार हाल्यो भने चाहिँ गनाउँछ नि त, त्यही भएर। अनि त्यसपछि मैले चाहिँ कागती निचारेर हालेँ। कागती हाल्यो भने टक्क मिठो हुन्छ नि त। अनि मलाई लास्टै क्रेभिङ नै भइरहेको थियो, त्यही भएर। अनि त्यसपछि मैले ज्वाइँ झानिदिएँ। एकदम मलाई चाहिँ मुख रसाइरहेको थियो, खानालाई चाख्नलाई एकदम एक्साइटेड थिएँ। मैले मोलेँ। त्यसपछि मोलेर चाहिँ मेरो यहाँ छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।